हाई गाइज वेलकम ब्याक टु न्यू भिडियो। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म नै सन्चै नै छु। न्यू ब्लग न्यू डे अनि आजको ब्लगमा हजुरलाई स्वागत छ। धेरै पछि मैले चाहिँ आज चाहिँ भिडियो लिएर आएको छु हैन। भिडियो अन्तिमसम्म हेरिदिनु होला कस्तो लाग्छ हैन। म के गर्छु भनेर पनि भिडियोमा हजुरलाई देखाइहाल्छु हैन। तपाईँ कहाँ जान्ला मम्मी? म गाइदिन जान्ला। गाइदिन जान्ला बा। अब चाहिँ हार मम्मी गाइदिन जानुहुन्छ अरे साथीहरू। नाति चाहिँ उहाँ हजुरआमा चाहिँ यहाँ दिन्छ। हाम्रो घरको हालत त्यो पानी खराब देख्न सक्नुहुन्छ। मेरो बाबु चाहिँ त्यहाँनिर गएर हिलो मजाले ओ सानो के गरे यहाँ आऊ त आऊ न आऊ। घाम नलाएर चाहिँ साथीहरू यो गुन्द्रुक बेचारे काउ चाहिँ यस्तै बह अनि अहिलेसम्म चाहिँ पानी परेको थियो। मा चाहिँ टुई लाएर जान्लाम भा हेर्नु ठुलो मान्छे पल्टिएर देख्न सक्नुहुन्छ हाम्रो सानीमाको। अब चाहिँ साथीहरू म चाहिँ पराल थुत्न जान्छु हैन। अनि म डेरी पनि जानु छ। जाने सानो अब पराल लिन जाने। मैले चाहिँ लङ टाइम पछि भिडियो बनाएको छु हैन। अनि आज चाहिँ पानी परेर कस्तो भएको थियो नि त हैन। अनि त्यतातिर चाहिँ पानी परे कि परेन यतातिर चाहिँ पानी। अब चाहिँ साथीहरू म चाहिँ सुपारी जरा दिन्छु किनभने कि हाम्रो सानाको साथीको खुट्टा भाँच्यो नि त। अनि त्यही भएर एक दुई चाहिँ ठिक हुन्छ अरे। अनि यो चाहिँ अब पिनेर मलाई खानुपर्छ यस्तो पिन्नुपर्छ हैन। मैले चाहिँ यो बिरामीको लागि भनेर यो औषधि थिच्दै यसलाई चाहिँ के अरे सिखारी जराको पात भन्छ हैन। देख्न सक्नुहुन्छ। अब यो चाहिँ मैले हार मम्मी चाहिँ यहाँ गाई लिएर आइपुग्नु भयो होइन मम्मी लाउनु यो लडिदिनु। त्यो चाहिँ मम्मीले बिरामीलाई लडिदिनु भयो होइन। अब चाहिँ म डेरी जानुपर्ने हुन्छ साथीहरू। यहाँ चाहिँ हाम्रो मम्मीले गाई दोहोर ल्याउनु भएको देख्न सक्नुहुन्छ मेरो छोराको हालत। तिमीले के गरायो यही हो त हिलो खेल्ने। यस्तो भुरा त कसैको नै छैन होला। छिटो आऊ ल आउँछ हेर यस्तो हिलो नि हुन्छ त यस्तो अझै नमाने हेर्न। सो साथीहरू मैले चाहिँ कपडाहरू पनि धोएर भ्याएँ देख्न सक्नुहुन्छ। अनि मेरो साना चाहिँ बल्ल खाना खान लाउनु भएको छ हैन। अनि अब चाहिँ हामी चाहिँ अब दिउँसोलाई खाजा चाहिँ के खाने भनौँ भने पकौडा बनाएर खान्छौँ हैन। अनि हजुरहरूले पनि हेरिदिनु होला हैन हामीले पकौडा कसरी बनाउँछौँ भनेर। साना आज हामी उता खाने नि त हामी आज पकौडा खाने गाइस। अब पकौडा पनि यहाँ बन्दा पनि रेडी बनाएँ हैन। अब यो चाहिँ म लैजान्छु यताबाट गोठमाबाट लैजान्छु। यो हाम्रो चाहिँ यहाँ गाईहरू यता बाख्रा बान्ने होइन। अब म चाहिँ पकौडा बन्ने सामान लैजान्छु होइन। हाम्रो यहाँ दुईजना चाहिँ यहाँ बसिरहनु भएको होइन। अब अनि हाम्रो बुढा चाहिँ यहाँ बसिरहनु भएको छ। गाइस हामी चाहिँ यतातिर होइन आज हाम्रो प्रोग्राम चल्दैछ के को दाइ पकौडा खाने होइन। आज हाम्रो भाउजूले पकौडा बनाएर खुवाउँदै हुनुहुन्छ। अब हाम्रो चाहिँ त्यस्तो छ मासुको तरकारी त्यहाँ दाइले खाना नि खाइसक्नु भएको छ। अरू भन्न केही बाँकी छ? अब यतिकै बसिरहने हो दिन कटिराखेर यतिकै अर्को छ खुट्टा यहाँ पनि हाम्रो होइन। केही भन्नु हो बुढा तिमीलाई? सो साथीहरू मैले चाहिँ बन्दा काटेर रेडी। अब म चाहिँ भित्र गएर सामानहरू यहाँ अझै हाल्नु हो नि त। अनि अब म भित्र गएर सामानहरू हाल्छु होइन। अनि हालिसकेपछि चाहिँ म हजुरलाई देखाउँछु है। पकौडा बनाउँदैछु अनि यहाँ चाहिँ यति बनाएर राखेँ अनि यहाँ नि बनाउँदैछु होइन। अनि अब म यो पकौडा चाहिँ गढेछ भाइ अनि अब यो पकौडा बनेर भ्याइसकेपछि चाहिँ म चाहिँ मेरो बुढा पकौडा चाहिँ बनाउन पनि भ्याउनु लाग्यो होइन। अब यो बनाएर भ्याइसकेपछि चाहिँ म चाहिँ अब गाईहरूलाई पानी खान दिन्छु
अनि मेरो साना चाहिँ कोठाभित्रको सिरन भए त उहाँ आइपुग्नु भयो पकौडा खानालाई अनि उहाँ चाहिँ क्यामेरामा देख्नै मान्नुहुन्न क्या म यसरी सोच्छु भने पकौडा तपाईँ पकौडा खाने होइन कहाँ जानु त चाहिँ यसरी हालेँ हजुर पनि आफ्नो घरमा बनाएर खानु होला होइन आफ्नो घरमा बनाएर खाएको त के अरे जति खाए नि हो नि त होइन अनि कति छिटो 2 पनि बजिसक्यो होइन अब म चाहिँ बाख्रा त मैले गोठा लानु भए तेल चाहिँ ठ्याक्कै 1 पोका चाहिरहेछ साथीहरू होइन म चाहिँ अलिक काली देखाएको छु होला किनकि यो मैले चाहिँ पकौडा खाएको भिडियो चाहिँ बनाइनँ होइन किनभने के अरे अलि पकौडा खाएको भिडियो चाहिँ नबनाउने भनेर भन्नुभयो अनि त्यही भएर पकौडा खाएको भिडियो चाहिँ बनाएन अनि भिडियो चाहिँ आजलाई यति नै होइन भिडियो कस्तो लाग्छ हेरिदिनु होला अनि तल कमेन्ट बक्समा अनि कमेन्ट गरिदिनु पनि होला होइन साथीहरू कस्तो लाग्छ भिडियो